साथीहरु स्वागत छ तपाईलाई आजको मेरो भिडियो डे 4 मिनी ब्लगमा चाहिँ आज चाहिँ हामी वायरलेस माइक र ट्राइपोड क्यामेरा चाहिँ हामी चाहिँ अनबक्सिङ गर्नेवाला छौं। भिडियोलाई अन्तिमसम्म हेरेर साथ समर्थन दिनु र सकेसम्म हाम्रो भिडियोलाई लाइक शेयर सब्स्क्राइब पनि गर्नु होला। र साथै स्वागत छ तपाईलाई आज मेरो अनबक्सिङ भिडियोमा चाहिँ आज चाहिँ डे 4 मिनी ब्लग छ हाम्रो चाहिँ। आज चाहिँ हामी वायरलेस माइकको र हामी चाहिँ ट्राइपोड जुन ल्याएर आएका छौं त्यसको चाहिँ हामी त्यसको चाहिँ आज ओपनिङ आज हामी गरिरहेका छौं हेर्न सक्नुहुन्छ। र आज यो चाहिँ मैले हेर्न सक्नुहुन्छ दुईटा चाहिँ हाम्रो यो डब्बा छ। एउटा चाहिँ यो ट्राइपोड स्ट्यान्ड छ चाहिँ हाम्रो मोबाइल अड्काउनेलाई, यो चाहिँ हाम्रो वायरलेस माइक छ हेर्नु है त साथीहरु। ल पहिला चाहिँ हामी यो ट्राइपोडको कुरा गरौँ। यो ट्राइपोड चाहिँ हामीले चाहिँ यो ट्राइपोड र हाम्रो यो ट्राइपोड र यो वायरलेस माइक चाहिँ हामीले हिजो अस्ति भर्खर चाहिँ इन्डियामा गएर चाहिँ हामी इन्डियामा चाहिँ फ्लिपकार्टदेखि दुईटा सबै हामीले अर्डर गरेको थियो र आज चाहिँ आइपुगेको चाहिँ मेरो घरमा चाहिँ यो जुन चाहिँ माइक देख्नु भएर त्यो चाहिँ मैले यही माइकबाट चाहिँ यो माइक निकालेर चाहिँ युज गरिरहेको छु भने यसको आवाज क्वालिटी कस्तो आछ तपाईँ बताउनु होला। तपाईँ किन्न चाहनुहुन्छ भने मसँग कन्ट्याक्ट गर्नु, म इन्डियाको चाहिँ तपाईँको लागि म अनलाइन डेलिभरी हुन्छ जुन चाहिँ इन्डियासम्म चाहिँ मेरो साथी छ त्यसमा पछि म ल्याइदिने छु तपाईको लागि पनि है त साथीहरु। ल यो चाहिँ हाम्रो ट्राइपोड हो, मोबाइल पक्र्नेलाई लागि यो चाहिँ हामीले युज गरिराखेको हुन्छ टक्क यो पनि हामीले खोल्न पायो। हेर्नुहोस् न यो मस्त, यो चाहिँ सबभन्दा बेस्ट लाग्यो मलाई अहिलेसम्म। जुन चाहिँ अहिले म मोबाइल अड्काएको त्यो पनि राम्रो छ, जुन चाहिँ अहिले त्यो पनि देखाउन पछि हेर्न सक्नुहुन्छ। यसमा हामीलाई के मिल्छ भनेपछि एउटा चाहिँ यो चाहिँ मेन भइहाल्यो, एउटा चाहिँ हो यसको माथि युज गर्नेवाला, यसको सँग युज हुने चाहिँ यो चाहिँ रिमोट कन्ट्रोल बटन हुन्छ। यो जसरी हामीले हेर्न सक्छौँ यो चाहिँ हामीसँग चाहिँ एउटा यो स्ट्यान्ड मिल्छ, एउटा चाहिँ यसको माथि चाहिँ अड्काउन लागि यो चाहिँ मोबाइल अड्काउनको लागि भनेपछि यो चाहिँ हाम्रो रिमोट कन्ट्रोल बटन मिल्छ। यसको लागि के हुन्छ भने त्यसले चाहिँ क्यामेरा फोटो खिच्ने र भिडियो खिच्दाखेरि चाहिँ हामीले चाहिँ मोबाइलमा सुन्नु पर्दैन, यो चाहिँ ब्लुटुथ कनेक्ट गरेर चाहिँ हामीले यो चाहिँ कनेक्ट गर्न सक्छौँ है त साथीहरु। ट्राइपोडसँग चाहिँ के मिल्छ, एउटा चाहिँ रिमोट बटन मिल्छ, एउटा चाहिँ मोबाइल अड्काउने केस मिल्छ, एउटा चाहिँ ट्राइपोड चाहिँ त मेरै भइहाल्यो, यसको माथि चाहिँ हामी अड्काएर हेरौँ त साथीहरु। हाम्रो यतातिर पनि अड्काउन सकिन्छ यस्तो भने लेनको र सिधा हामी चाहिँ टिकटक बनाउँदाखेरि पनि युज गर्न पायो, हामीले भ्लगिङ गर्दाखेरि दुईटा बटन दिएको हामीले यसरी मोबाइल पढ्न पायो, यसरी पनि पायो है त साथीहरु। अहिले चाहिँ हामी यसरी पकड्छौँ किनकि हामी यता गरेर हामी चाहिँ रिल बनाउने मान्छेहरूले चाहिँ यसरी चाहिँ युज गरिरहेका हुन्छन् साथीहरु है त। यो चाहिँ हाम्रो रिल भन्दाखेरि पनि ब्लगिङ टाइपको हो हाम्रो। यसलाई चाहिँ हेर्न सक्नुहुन्छ, यसलाई चाहिँ हामीले यसरी अड्काउने र यसको माथि चाहिँ यो चाहिँ हाम्रो बटन हुन्छ, यसलाई चाहिँ यसरी माथि गरेर चाहिँ हामी यसको माथि चाहिँ मोबाइल अड्काइरहेका हुन्छौँ। एउटा चाहिँ यसको चाहिँ काम भइसक्यो है त साथीहरु। हामीले दोस्रो हाम्रो चाहिँ वायरलेस माइक चाहिँ जुन माइक चाहिँ अहिले म युज गरिरहेको छु त्यही नै यो माइकको हामीले चाहिँ अगाडि नै अनबक्सिङ गरिसकेका थियौँ। यसको चाहिँ भिडियो चाहिँ आज बनाउनेर चाहिँ हामीले खोलिरहेका छौँ फेरि। हेर्न सक्छौँ आज चाहिँ हामीले अनबक्सिङ गरेका छौँ भनेपछि यसको भित्र चाहिँ हामीलाई के मिल्छ। हामीले चाहिँ यो जुन यो माइक युज गरिरहेको छ यो चाहिँ हामीलाई 2 सेट मिल्छ है त। यसमा चाहिँ हाम्रो 2 सेट छ हैन, एउटा यो सेट भयो, एउटा यो सेट, एउटा इन छ। हामीले चाहिँ क्वेशन सोध्नेवाला एउटाले आन्सर दिनेवाला छ। हामी चाहिँ दुईटा बटन यो चाहिँ हामीलाई मिल्छ, दुईटा सेट, 2 सेट हामीलाई यो मिल्छ भने चाहिँ एउटा चाहिँ हाम्रो यो चार्जर भइहाल्यो, एउटा चाहिँ यो आइफोनमा लाउनको लागि आइफोन भएपछि आइफोनको लागि यो, एन्ड्रोइडको लागि त्यसैमा हुन्छ हाम्रो केस। र हामीले चाहिँ एउटा यो सानो डब्बा मिल्छ हाम्रो चाहिँ यो जुन चाहिँ चार्जर हुन्छ हेर्न सक्छौँ हामीहरु। यो चाहिँ हाम्रो मेन चार्जर हो, चार्जर गर्नलाई यो चाहिँ म्याक्सिमम 3 घण्टा चलिहाल्छ, 3 घण्टापछि हामीले त्यो चार्ज गर्नुपर्छ। यो चाहिँ त्यसको चार्जर भयो है त। जुन यो माइक नै चाहिँ आज म युज गरिरहेको छु, कस्तो भिडियो क्वालिटी साउन्ड क्वालिटी कस्तो आएर तपाईँ हामीलाई बताउनु होला है त साथीहरु। आज चाहिँ हामी चाहिँ डब्बा चाहिँ अब खोलिसकेका छौँ, अब चाहिँ यसलाई चाहिँ भित्र हालेर चाहिँ यसलाई युज नगरौँ। अब अहिलेको चाहिँ हाम्रो चाहिँ भिडियो कम्प्लिट भइसकेको छ साथीहरु। तपाईहरुलाई भिडियो के कस्तो लाग्यो आफ्नो सुझाव सल्लाह दिनु होला।